हेलो गाइस, नमस्ते। म चाहिँ आज नेपाल फेस्टिभल फुकौकामा जाँदैछु। 2026 को 2 बन्न लागिसक्यो, मध्यान्तर भइसक्यो, तर पनि मेरो जाने सुर्कुर छैन। अब जाँदैछु। यो चाहिँ मेरो आजको आउटफिट, कुर्ता सुरुवाल रहेको छ। फाइनल्ली म पार्किङमा चाहिँ आइपुगेँ। पार्किङमा आइपुगेँ। अब हेरौँ कति टाइम लाग्छ। अब जे जति छ वहीँ गएर रमाइलो देखाउने छु। के भन्छन्, बाई बाई। गाइस म चाहिँ हिँडिसकेँ। दाजुभाइ अगाडि बसेछन्। म चाहिँ रानी हेप्छन् मलाई त सानो मान्छे भनेर, जता नि अट्छ भनेर पछाडि राखेर हिँडेछन्। म चाहिँ अब गएर पछाडि नै ठिक छ, आनन्दले है जाँदैछु। ल वहाँ पुगेर फेरि म अर्को के भन्छन् अर्को भिडियो गाइस, मैले फर्स्ट टाइम मिनी भ्लग बनाउनु लगाएको। सबैले माया गरिदिनु है। वहाँ पुगेर म फेरि सबै कुरा देखाउने छु। मलाई बोल्न नि आएन, के बोल्ने हुँदो रहेछ। हजुरको साथ सपोर्ट सहयोगको जरुरत छ मलाई चाहिँ बोल्नलाई। ल फाइनली गाइस म चाहिँ नेपाल फेस्टिभलमा आइपुगिसकेँ। यहाँ छ यति धेरै हामी नेपालीहरूको चम्का भेट छ आज। नेपाल फेस्टिभल 2026 फुकौका। अब भित्र गएर हेरौँ है त के छ भनेर। यहाँ मेरो साथीहरू छन्। यहाँ लाज आइरहन्। मैले फर्स्ट टाइम भ्लग बनाऊ, मैले लजाइरहेको छु। मेरो मेरो बहिनीहरू। हेलो, क्यामेरा उता देखाइरहेको छु मैले। हाई, कहाँ गयो किनहरू? यहाँ सबै इन्स्टलहरू लागेको छ, नेपाली खानेकुराहरू। अब अगाडि गएर हेरौँ के कस्तो नाच हुँदैछ। कहाँ गयो अरू? मेरो साथीहरू नै हराए। ₹500 चाहिँ खाने फ्री छ अरे। इन्स्टलहरू लगिरहेछ। आजको प्रोग्राम चाहिँ यहीँ सकिएको जानकारी गराउँदछु। रमाइलो पनि भयो, पानी पनि परिरहेको थियो के अरे। तर पानी पनि यही टाइमिङमा आयो, ठ्याक्कै सकिनु पनि पानी पनि आयो। बिहानदेखि पानी देखाइरहेको थियो। कस्तो लाग्यो? रमाइलो लाग्यो? बबाल कस्तो लाग्यो गाइस? ओ भन है, कस्तो लाग्यो? आजको लास्ट। बाई बाई। अब नेक्स्ट भ्लगमा हामी भेट्नेछौँ।